यही असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अपडेट नगरे तपाईँको बैंक खाता नै बन्द हुन सक्छ। खाताबाट पैसा निकाल्न पाइँदैन। रेड फ्ल्याग लागेर सबै कारोबार रोकिन्छ। यही विषय अहिले सामाजिक सञ्जालमा निकै नै चर्चा भइरहेको छ। आखिर सत्य के हो? आउनुहोस् डिटेलमा बुझौँ। विशेष गरेर विदेशमा बस्नुहुने नेपालीहरू अझ बढी अन्यलमा हुनुहुन्छ, किनभने विदेशबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने अवस्था नै छैन। त्यसैले धेरैको चिन्ता एउटा मात्रै छ, असोज मसान्तसम्म अपडेट गर्न सकिएन भने बैंक खाता के हुन्छ। अब वास्तविक कुरा बुझ्ने कोसिस गरौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहकको विवरण अद्यावधिक गर्ने क्रममा राष्ट्रिय परिचय पत्रको विवरण पनि समावेश गर्न भनिएको हो। यसको उद्देश्य ग्राहकको सही पहिचान कायम गर्नु र बैंकिङ प्रणालीलाई सुरक्षित बनाउनुका साथसाथै नक्कली वा फर्जी खातालाई नियन्त्रण गर्नु पनि हो। अहिले नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य भइसकेको छ। त्यसैले पुराना खातामा पनि बिस्तारै राष्ट्रिय परिचय पत्रको विवरण जोड्न भनिएको हो। अब सबैभन्दा धेरै सोधिएको प्रश्न, के असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अपडेट नगरे बैंक खाता नै बन्द हुन्छ? यसको उत्तर हुँदैन। समयभित्र विवरण अपडेट गर्न भनिएको हो, तर यसको अर्थ एकैचोटि बैंक खाता बन्द हुन्छ, पैसा निकाल्न पाइँदैन वा खातामा भएको रकम गुम्छ भन्ने पक्कै पनि होइन। यदि तपाईँ नेपालमा हुनुहुन्छ र राष्ट्रिय परिचय पत्र बनाइसक्नु भएको छ भने आफ्नो बैंकमा गएर विवरण अपडेट गरिदिनुहोस्। यदि अझै बनाउनु भएको छैन भने सकेसम्म छिट्टै बनाउनु राम्रो हुन्छ। यदि तपाईँ विदेशमा हुनुहुन्छ भने पनि अनावश्यक चिन्ता लिनुपर्ने आवश्यकता छैन। आफ्नो बैंकलाई आफ्नो विदेशमा रहेको जानकारी दिनुहोस्। आवश्यक परे बैंकले आफ्नो प्रक्रिया अनुसार थप विवरण माग्न सक्छ। नेपाल फर्किएपछि राष्ट्रिय परिचय पत्र बनाएर अपडेट गर्न पनि सकिन्छ। तर एउटा कुरा भने ध्यान दिनुहोस्, यदि बैंकले पटक पटकसम्म पनि जानकारी माग्दा लामो समयसम्म केवाइसी विवरण अद्यावधिक नगरिएमा बैंकले आफ्नो नीति अनुसार केही बैंकिङ सेवामा अस्थायी रूपमा सीमितता ल्याउन सक्छ। जस्तै ठूलो रकमको कारोबार हुन वा केही नयाँ सेवा प्रयोग गर्दा थप प्रमाणीकरण माग्न सक्छ। तर यसको अर्थ खाता बन्द नै हुन्छ वा भनौँ तपाईँको पैसा जफत हुन्छ भन्ने होइन। त्यसैले सामाजिक सञ्जालमा आएका हरेक कुरा पत्याइहाल्नुभन्दा पनि आधिकारिक जानकारीलाई आधार बनाउनुहोस्। राष्ट्रिय परिचय पत्र बनाइसकेको छ भने बैंकमा अपडेट गर्नुहोस्। अझै बनेको छैन भने सकेसम्म प्रक्रिया अगाडि बढाउनुहोस्। विदेशमा हुनुहुन्छ भने आफ्नो बैंकसँग सम्पर्क राख्नुहोस्। थ्याङ्क यू फर वाचिङ। स्टे कनेक्टेड।